सम्पत्तिको कुराहरू आएको छ, सम्पत्ति उहाँहरूले चाहिँ नि सार्वजनिक गर्नुभयो, एकदम राम्रो गर्नुभयो म त भन्छु। तर त्यो सम्पत्तिको स्रोत पनि उहाँहरूले राख्नुपर्छ भनेर मैले भनिरहेको छु। अब यसलाई विरोध भन्ने या खबरदारी भन्ने या विधिको तपाईँको चाहिँ माग भन्ने के भन्ने? 23 गतेको घटना जुन भयो जेएनजी आन्दोलनको, त्यसको चाहिँ नि दोषीलाई तपाईँको चाहिँ विधि पुऱ्याएर समाउनु पर्ने थियो, विधि पुगेन, त्यसले गर्दाखेरि छोडिन्छ है भनेको थिएँ, त्यस्तै भयो। 24 गतेको घटना के हो त्यो छानबिन गरिनुपर्छ भनेर मैले टेबल गरेको छु मेरो एजेन्डालाई। यी कुराहरू तपाईँको चाहिँ के अरे हामीले बुझ्नु जरुरी छ। अब यहाँ आएर चाहिँ फेरि के हो त भन्दाखेरि छेपारो हिजो एउटा बोल्यो, आज अर्को बोल्यो। मैले भन्दैछु त भूमिका हाम्रो फरक छ। अनि एउटा अभियान त भइरहँदाखेरि, एउटा चुनावमा प्रचारको कुरा गर्दाखेरि होइन, त्यहाँ तपाईँको चाहिँ आम सभामा बोल्ने शैली, त्यो आमसभामा बोल्ने शैली तपाईँको सदनमा त्यो तरिकाले हामीले प्रस्तुत भयो त त्यहाँ त तपाईँको बसिसक्ने स्थिति त हुँदैन। सारा संसारले हामीलाई के खालको सांसदहरू चुनेर पठाएछ भन्ने खालको कुरा पनि हुन्छ होला। अब अस्ति उपसभामुखको तपाईँको चाहिँ चयन हुँदै गर्दा ज्ञानेन्द्र शाहीज्यूले जे भन्नुभयो होइन, हाम्रो माननीय ज्ञानेन्द्र शाहीज्यूले के भन्नुभयो भन्दाखेरि अब विदेशी र के जति भन्नुभयो। अब उहाँको आफ्नो चाहिँ नि उम्मेदवारलाई होइन अरूले सघाइदिएको भए सबै स्वदेशी, नसघाइदिइसकेपछि अरूलाई विदेशी भन्ने कुरा त भएन। यी कुराहरू तपाईँको चाहिँ के हो त भन्दाखेरि अलि विधिवत हिसाबबाट त्यहाँ पछि मर्यादित भएर त्यहाँभित्र हामीले होइन बोल्नुपर्छ भन्ने कुराहरू हो। र जे शब्द हामीले चाहिँ के अरे होइन संसदमा एउटा मर्यादित भएर एउटा चाहिँ नि दलको नेताको रूपमा हामीले जसरी प्रस्तुत गर्नुपर्ने हो त्यसरी प्रस्तुत गर्नुपर्छ। त्यसलाई जथाभावी तरिकाबाट चाहिँ नि होइन अतिरञ्जित तरिकाबाट होइन अराजक शैलीमा हामीले चाहिँ के अरे कुनै पनि विषयलाई राख्नु हुँदैन भनेर चाहिँ एउटा थिति बसाउनका लागि पनि श्रम संस्कृति हामी त्यहाँ छौँ, अर्को साम्पाङ त्यहाँ छ। म यो पनि बुझ्नका लागि सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यो चिज हो, हामी हाम्रो मुद्दामा होइन, हाम्रो मुद्दामा हामी सधैँभरि अडिग रहन्छौँ। हामी के का लागि त्यहाँ गएको होइन, हाम्रो आफ्नो मनको गीत गाउनलाई गएको होइन नि। तर ती सारा परिवेशहरूलाई बुझ्नुपर्छ, तपाईँको चाहिँ सारा वातावरणहरूलाई बुझ्नुपर्छ। यी सारा कुरालाई बुझेर हामी तपाईँको चाहिँ के अरे जाने हो। वी आर द पार्ट्स अफ द सेम सिस्टम भन्छु म होइन। जुनसुकै पार्टी होस् हामी एउटै सिस्टमको तपाईँको के हो त भन्दाखेरि होइन एउटा अंशको रूपमा हामीले त्यहाँनिर आफूलाई प्रस्तुत गर्नुपर्छ, काम गर्नुपर्छ। त्यो चिज हो। एउटा मोटरसाइकलकै कुरा गर्दा पनि मोटरसाइकलमा एक्सेलरेटर र तपाईँको चाहिँ गियर मात्रै त हुँदैन, त्यहाँ त ब्रेक पनि हुन्छ। त्यो ब्रेकिङ मेकानिजमको रूपमा प्रतिपक्ष त्यहाँ रहन्छ। सरकार अनियन्त्रित भएर अगाडि बढ्न खोज्यो भने हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर त्यहाँनिर उहाँहरूलाई भन्नुपर्छ, खबरदारी गर्नै पर्छ। किनभने सरकार फेल हुनु भनेको देश फेल हुनु हो, देश फेल हुनु भनेको म पनि फेल हुनु हो, तपाईँ पनि फेल हुनु हो। मेरो विरुद्धमा तपाईँको चाहिँ होइन बिहानदेखि बेलुकैसम्म गाली ओकलेर बस्ने साथीहरू तपाईँहरू पनि फेल हुनु हो, तपाईँको छोराछोरी फेल हुनु हो, देशै फेल हुनु हो। सरकार भनेको त तपाईँको राज्यको अभिकर्ता हो होइन, देशको अभिकर्ता हो। अनि देशको अभिकर्ता, देशको गार्जियन होइन नै फेल हुनु भनेको त हामी सबै फेल हुनु हो। त्यसो भएको कारणले सरकारलाई फेल हुन नदिनका लागि हामीले रचनात्मक ढङ्गबाट होइन समर्थन गरिरहेका हुन्छौँ, समर्थन गर्दै प्रश्न गरिरहेका हुन्छौँ, प्रश्न सहितको समर्थन गरिरहेका हुन्छौँ, खबरदारी गरिरहेका हुन्छौँ। र अनावश्यक कुराहरू तपाईँको चाहिँ के अरे ल्याउँछन् भने त्यसको विरोध पनि गरिरहेका हुन्छौँ। यो विषय हो। म यसरी बुझ्नका लागि सम्पूर्ण फेसबुक मार्फत हामीलाई हेर्नुहुने भनौँ न सोसल साइट मार्फत हेर्नुहुने सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। यहाँहरू सबैको जय होस्। भोलिदेखि 83 साल लागिरहेको अवस्था छ। यहाँहरू सबैजनालाई आउने तपाईँको चाहिँ के अरे नयाँ वर्ष भनिन्छ के अरे नयाँ वर्षको हार्दिक शुभकामना पनि छ। वर्ष मात्रै नयाँ भएर हुँदैन, सोच विचारमा नयाँपन आओस्, हाम्रो बोली व्यवहार आचरण र हरेक कुरामा चाहिँ नयाँपन आओस्।